नमस्कार सबैजनालाई। आज पनि फेरि अर्को एउटा भिडियो लिएर आएकी छु। यो भिडियो चाहिँ मेरो दोकान वा वर्कसप रिलेटेड होइन। यसमा चाहिँ म हजुरहरूलाई देखाउँदै छु कि आज देउसुरेसम्मको यात्रा जाँदा जाँदै बनाएको यो सानो भिडियो क्लिप अफरोडिङ गर्दै मेरो साथी सुकमान सुब्बा र म जाँदै यहाँ नौकामा जानुपर्ने हुन्छ। हजुरहरू देख्न सक्नुहुन्छ कि हामीहरू वारिपारी गर्नको लागि यो बर्खाको टाइममा यो माउखोला भन्ने नदीको वारी र पारी आहाजाहा गर्नको लागि बर्खाको टाइममा नौकाको सुविधा लिन्छौं। त्यसै जाँदा जाँदै एकदम बादल पनि कालो भएर आएको छ। जाँदैछौं। अहिले चाहिँ हामी शान्तिपुरदेखि माथिको बाटो मजाले बनाएको हाई स्पिडको साथमा यात्रा गर्दै गइरहेकी छौं। जाँदै जाँदै यो चाहिँ आयो पबजीको पुल, देउसुरे पुल ब्रिज। जाँदा जाँदै पानीले पनि भेट्यो। देउसुरे बजार माथि पुग्दा पुग्दै जाँदैछौं, अघि बढ्दैछौं। मजाले पानीको अलिअलि भिज्दै, पानीको मजा लिँदै, बर्खाको बेला सबैजनाले साथ सहयोग सपोर्ट गरिदिनु होला। केही गल्ती भएमा यो जमिन चाहिँ एकदम उब्जाउ जमिन। यहाँबाट हामीहरू केही प्रफिट लिने कोसिस गर्दैछौं। यहाँ सबैको भेटघाट पानीले गर्दाखेरि अलिकति काम सुरु गर्न दिएन। गर्दैछौं। यहाँ हाम्रो सानो मिटिङ हुँदैछ। हामीले यहाँ अदुवाको बिउ यसरी राखिएको छ। यो अदुवाको बिउ अघिको जमिनमा सबै लगाउने हो। पानी पर्नको कारणले गर्दाखेरि केही काम भएन र त्यसै सानो एउटा सरसल्लाह गरेर हामी फेरि वापस आफ्नो घरपट्टि फर्केका छौं। हामीलाई डाइरेक्ट आउँदाखेरि सुविधा हुन्थ्यो, नजिकै हुन्थ्यो, तर हामीहरू पानीको कारणले गर्दाखेरि घुमेर एकदम तल्लो बाटो भएर आउँदाखेरि अलिकति लामो बाटो पर्छ। त्यसै आउँदैछौं। हामी यो भिडियो बनाइदिनेसी मेरो प्यारो मित्र साथी, बचपनदेखिकै सँगै हुर्की बढी खेली गरेको साथी हो, सुकमान सुब्बा। यो भिडियोको क्रेडिट चाहिँ सबै सुकमान सुब्बालाई जान्छ। सधैँ सहरको केटीएम ड्युक 200 मदन लामाको एकदम रफ्तारको साथमा जाँदैछौं। हेरिदिनु होला, सबैले आनन्द लिदिनु होला भिडियोको। यहाँ चाहिँ अगाडि जाँदा जाँदै एउटा शान्तिपुर भन्ने जग्गामा, शान्तिपुर बजारमा मेला लागेको रहेछ। सो हामी पनि त्यो मेलामा यसो हेर्दै घुम्दै बस्यौं। साथीले रोटेपिङ खेल्ने रे। सबैजनालाई लिएर मेलातिर एकदम घुमाई घुम्दै घुम्दै भिडियो बनाउँदै हेर्दै के आएको रहेछ, के रहेछ मनोरञ्जन उपलब्ध गर्न सक्ने चीजहरू। यहाँ दोकानहरू पनि राम्ररी लगेको रहेछ।
पिङ खेल्ने भन्दै थिए, तर दिउँसो हुनाको कारणले गर्दाखेरि यहाँ चलेको थिएन र हामी वापस घरतिर फर्किँदै यो चाहिँ हाम्रो घर आइपुग्यो। यो घरको बाटो मालीभिट्टा आइपुग्दा रातै परेको थियो। हेरिदिनु भएकोमा, भिडियो हेरिदिनु भएकोमा सबैलाई धन्यवाद।